भर्सी माइन्ड नगर्नु होला। दिउँसोदेखिको चिजी काटेर है बिजोक रमाइलो छ घरको चाहिँ। अनि अब चाहिँ मासु फ्राई गरेर खानुपर्ने त बाँकी छ चिची। अनि यता सुकुटी बनाएर थोरै चाहिँ सुकाएको। अनि ढ्याङ यता चाहिँ चिची पाक्दैछ। यो चाहिँ मेरो लागि ब्लड लगाएको चिची बनाउनलाई मेरो चाहिँ फेभरेट हो। ब्लड लगाएको चिची मामसँग एकचोटिलाई चाहिँ यो चाहिँ अलिक हड्डीवाला छ क्या, त्यही भएर मैले धेरै बेर पाकोस् भनेर क्या। गाउँ घरमा त हड्डी सड्डी सब लिएर आउनुपर्छ नि त, सहर बजारमा जस्तो हुँदैन। यहाँ त जे पाए त्यही लिएर आउनुपर्छ। मतलब हड्डी पनि हुन्छ, मासु पनि हुन्छ, अनि छालाहरू पनि हुन्छ होइन। यसलाई चाहिँ दसैँमा त मासु खानुपर्ने हो, तर खासमा चाहिँ तर मासु चाहिँ सेला बनाएर राख्ने। अनि हड्डी अनि मासु अनि भित्रास के भन्छ भित्रासहरू चाहिँ अनि फ्राई गरेर अनि खाने। अनि त्यस्तो चलन छ हाम्रोमा चाहिँ। सुरु दिन चाहिँ भोलिपल्टदेखि त फेरि चिची नै खाइहाल्यो। यो पनि चिची नै छ, फलमासु छ। फेरि त्यसो भनेको यस्तो फलमासु छ नि, तर हड्डी पनि छ क्या। तर मेरो चाहिँ चिची मध्येमा हड्डी फेभरेट हो है। मलाई चाहिँ माम खानु मन नलागेर मम्मीहरूले चाहिँ माम खाइसक्नु भयो। कति चाउँछ आई ढेँडाको मासुसँग मम्मीहरूले चाहिँ माम खानुभयो, तर म चाहिँ नखाने भनेर